साथीहरु नमस्कार। आज हामी सिलिङ फ्यान लगाउन गइरहेका छौं। यहाँहरुले पनि लास्ट टाइममा हेर्नु होला। अनि सबभन्दा पहिले हामीले बट्टादेखि पंखाको रड, पंखाको मोटर, दुईवटा क्याप र एउटा क्ल्याम्प निकालिसकेका छौं। र पंखाको चाहिँ मोटरलाई यो थर्मोकोल दिएको हुन्छ यसैमा राख्नु होला, नत्र तल स्क्र्याचहरु आउँछ पछि हैन। अनि पंखा लगाउँदाखेरि जुन यो सिंगल नट देखिएको छ नि अलग अलग टाढा हो यो नट नखोल्ने। हामीले यिन दुईटा जुन जोडी बनेको छ त्यो नटलाई मात्र खोलेर हामीले यो पंखाको यो पाता यानी ब्लेडहरु कस्नको लागि हामीले युज गर्छौं। अनि जुन पंखाको रड दिएको हुन्छ त्यो रडमा चाहिँ चिरापट्टिको भाग चाहिँ हामीले तल राख्नुपर्छ। जुन यो भिडियोमा तपाई देख्न सक्नुहुन्छ एउटा चिरा बनेको छ हो, यो चिरापट्टिको भाग चाहिँ हामीले तल राख्ने। किनभने यो चिरापट्टिवाला भाग माथि राख्यो भने के हुन्छ कि तल जुन पंखाको जुन रड सपोर्ट आएको हुन्छ त्यसलाई राम्रोसँग त्यसले पकड गर्न सक्दैन। नट कस्दाखेरि त्यसलाई राम्रोसँग दबाउन सक्दैन र त्यो भएर हाम्रो पंखा हिल्छ र बिस्तारै त्यो फेरि नटहरु काटेर पंखा खस्छ। त्यही भएर चाहिँ हामीले जुन चिरापट्टिको भाग चाहिँ तल राखेर हामीले पंखा लगाउने। पंखाको जुन कप लगाउँदाखेरि हामीले त्यो कम्पनीको ब्रान्डको नाम लेखेको हुन्छ, कुनैमा उल्टो क्यापमा लेखेको हुन्छ, कुनैमा सोल्टोमा लेखेको हुन्छ। त्यही हिसाबले हामीले जस्तो खालको छ, जस्तो कुनैमा उषा लेखेको छ भने त्यो नाम माथि आउने हिसाबले चाहिँ त्यो क्यानोपीलाई पनि हामीले सेट गर्नुपर्छ। अब हामी पंखाको रडबाट तार हाल्दैछौं। यो तार हाल्दाखेरि चाहिँ यस्तो जुन सिंगल होल दिएको हुन्छ त्यसदेखि चाहिँ हामीले तारलाई भित्र छिराउने। भित्र छिराइसकेपछि यो तार जुन छिलेर हामीले हालेको छ यसलाई अलि समातेर चिरापट्टि भागबाट यसरी पछाडि तानेर चाहिँ हामीले सजिलोसँग निकाल्न सकिन्छ। र त्यसपछि अब हामीले यसको नट बोल्ट लिने र नट बोल्टलाई राम्रोसँग हामीले यसलाई टाइट गर्ने। टाइट गर्दाखेरि चाहिँ यो पंखाको रड चाहिँ हिल्नु भएन, यस्तो बबलिङ गर्नु भएन। यो अब नट टाइट भइसकेपछि यो जुन सेतो कनेक्टर देखेको छ यसमा हामीले तार जोड्नुपर्छ। एउटा तार तल एउटा तार माथि। र यो तार जोड्दाखेरि प्लस माइनस केही पनि हुँदैन, तपाई ढुक्कसँग लगाउनु होला। यो चाहिँ अलि स्क्रुहरु जुन यसमा नट लागेको छ नि त्यसलाई अलि लुज गरेर 3-4 चोटी लुज गरेर यसलाई तार छिलेर फसाएर वापस यसलाई कस्दिने। त्यस्तो गर्दाखेरि हाम्रो यो टाइट भइहाल्छ। र त्यसपछि जुन यता यो क्यापेसिटर देखि आएको या पंखाको कोइल देखि आएको तारहरु अलि छरेर लामो तर पंखामा लतारिने जस्तो छ भने यसलाई एउटा टेपको मद्दतले यसरी सबै एकसाथ चिप्काइदिने। साथीहरु भिडियो कस्तो लाग्छ यहाँहरुलाई? राम्रो लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। र आगामी दिनमा यस्तै खालको इलेक्ट्रिकल भिडियोहरु हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अब पंखा लगाउँदा कुनै पनि नटहरु रेडी भइसक्यो। सबै नटहरु एकदम टाइट हुनुपर्छ है। बाँकी रह्यो हाम्रो यसमा चाहिँ ब्लेड लगाउनु हामीले हैन। ब्लेडको लागि हामीले जुन भिडियोमा बताएका थियौं अघि जुन जोडी वाला नटहरु छन् त्यसलाई पुरा खोल्ने। र सिंगल वाला चाहिँ हामीले खोल्नु हुँदैन है, त्यो खोल्यो भने फेरि पंखा चाहिँ खुल्छ। त्यो पंखा कसिएको हुन्छ त्यो नटमा। हामीले जोडी नट खोल्दै छौं। त्यसै पंखाको ब्लेड पनि यो यस्तो जुन तल मोडेको नाली टाइपको बन्यो हुन्छ एकतिर, यो भाग चाहिँ माथि आउँछ र अर्को एउटा अलि मोडेको भाग चाहिँ तल राखेर थाहा पाइहाल्नुहुन्छ। त्यो हिसाबले हामीले पंखाको ब्लेड पनि कस्दिने। जुन हामी यो पंखा लगाइरहेका छौं यो चाहिँ 48 इन्ची बेन्टेक्स कम्पनीको पंखा हो। अनि कुनैमा चाहिँ 4 ब्लेड वाला पनि आउँछ। अब ढिला नगरिकन हामी पंखाको सबै यो ब्लेडहरु टाइट गर्ने छौं। र टाइट गरिसकेपछि अब हामी यहाँहरुलाई पंखा यसलाई लगाएर पनि देखाउने छौं। र साथीहरु कहिलेकै पनि बिजुलीको काम गर्दाखेरि तपाई ध्यान दिनु होला। हामीले चाहिँ पावर सप्लाई जुन लाइट बन्द गर्नुपर्छ त्यसको लागि हामीले मेन एमसीबी अफ गर्ने अनि बाँकी रहेको एमसीबीहरुलाई पनि अफ गर्ने। त्यसपछि हामीले घरमा इन्भर्टर लागेको छ भने इन्भर्टरको स्विचलाई पनि अफ गर्ने। र अफ भइसकेपछि हामीले मात्र यो काम सुरु गर्ने। अब हामी पंखा लगाउने ठाउँमा आइपुगेका छौं। पंखाको यो क्ल्याम्प भन्छ यसलाई चाहिँ यसरी लगाउने, रबर वाला भाग माथि राखेर अनि त्यसपछि हामीले पंखालाई लगाएर यो नटलाई पनि कस्दिने। र नटलाई अहिले क्यामेराम्यान नभएको कारणले म एउटा हातले क्यामेरा समातेर चाहिँ भिडियो रेकर्ड गरिरहेको छु। त्यो टाइट गरेर पिनहरुले पनि कस्दिने। त्यसपछि जुन हाम्रो कुनैमा यस्तो सिलिङ रोज हुन्छ नि, यसलाई सिलिङ रोज लागेको हुन्छ त्यो लगाउनको लागि चाहिँ हामी पहिला यसको ढक्कन तारमा फसाउनु पर्ने हुन्छ।
ढक्कन फसाइसकेपछि हामीले यसको बीचबाट एउटा साइडको पलदेखि नै दुईवटै तारहरू यसरी निकाल्ने र यसरी निकालिसकेपछि हामीले यसलाई अलि तानिसकेपछि जुन यहाँ कनेक्टर लागेको हुन्छ एउटामा चाहिँ अलरेडी बिजुलीको सप्लाईको तार चाहिँ कसेको हुन्छ र अर्कोपट्टि चाहिँ एउटा स्क्रु जुन दिएको हुन्छ त्यो चाहिँ हाम्रो पङ्खा या लाइटहरू कनेक्ट गर्नुको लागि छोडेको हुन्छ। त्यही भएर हामीले जुन खालीपट्टि तपाईँ यता हेर्न सक्नुहुन्छ यतापट्टि चाहिँ खाली छ यो स्क्रुलाई चाहिँ हामीले लुज गरेर यसमा तार फसाइदियौँ र त्यसै गरी हामीले अर्को तार पनि यता जोड्ने छ। अर्कोमा हामीले दुईवटै तार जोडिसकेका छौँ। अब यो सिलिङ रोजको ढक्कन पनि लगाइदिने हामीले यसरी माथि गरेर यसलाई घुमाइदिने। कुनैको चुडी हुन्छ चुडीको नटको जसरी कस्नुपर्छ र कुनैको लक जस्तो हुन्छ त्यो हिसाबले हेरेर यहाँहरूले कुन छ तपाईँको लागेको त्यसरी जोड्नु होला। कुनै ठाउँमा फ्यान बक्स पनि भएको हुनसक्छ, फ्यान बक्समा पनि सिधै बिचमा जोड्नुपर्छ र कुनैमा एउटा हरियो कलरको तार छोडेको हुन्छ त्यो अर्थिङको लागि हुन्छ, त्यसलाई पङ्खाको बोडीमा दिँदा पनि हुन्छ नदिँदा पनि हुन्छ। साथीहरू भिडियो कस्तो लाग्छ, राम्रो लागेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।